प्रिय भक्त महानुभावहरू, आज हामी सफला एकादशीको व्रतकथा महात्म्य लिएर उपस्थित भएका छौँ। हो प्रिय भक्त महानुभावहरू, यदि हामीले यो मनुष्यले यो कथा मात्रै श्रवण गर्दछौँ भनेदेखि हामीलाई सफलता हुनबाट कसैले रोक्न सक्दैन भनेर शास्त्रमा वर्णन गरिएको छ। यो एकादशीकै नाम सफला एकादशी रहेको हुँदाखेरि यदि कोही पनि मनुष्यले यो सफला एकादशीको व्रत गर्दछ, भगवानको पूजा आराधना गरेर भगवानलाई भक्ति भाव प्रकट गरेर यस दिनमा विशेष गरेर भगवानको यो सफला एकादशीको कथा महात्म्य श्रवण गर्दछ भनेदेखि उसले जान अनजानमा गरिएका सबै पापहरू नष्ट भएर जान्छन् र घरमा सदैव सुख शान्ति समृद्धि भगवान लक्ष्मी नारायणको कृपा वर्षिन्छ भनेर शास्त्रमा वर्णन गरिएको छ। र यदि तपाईले विविध कारणले गर्दा देश विदेशमा हुनुहुन्छ, व्रत बस्ने सम्भव भएन, विविध कारणले गर्दा तपाईले व्रत लिन सक्नु भएन भने पनि यो कथा श्रवणले मात्रै पनि तपाईलाई सफलता प्राप्त हुन्छ भनेर शास्त्रमा वर्णन गरिएको छ। त्यसै कारणले प्रिय भक्त महानुभावहरू, यो व्रत बसे पनि नबसे पनि यो कथा महात्म्य मात्रै हामीले श्रवण गर्दछौँ भनेदेखि हामीले जीवनमा जान अनजानमा गरिएका सबै पापहरू नष्ट हुन्छन्। यदि तपाईलाई कुनै कार्यमा क्षेत्रमा असफलता प्राप्त भइरहेको छ भने यो भक्ति भावले भगवानमा चिन्तन लगाएर यो सफला एकादशीको कथा मात्र श्रवण गर्नुहुन्छ भनेदेखि हरेक क्षेत्रमा सफलता प्राप्त हुन्छ भनेर वर्णन गरिएको छ। त्यसैले प्रिय भक्त महानुभावहरू, कथालाई अन्तिम समयसम्म सुनेर हजुरहरूले पुण्य कमाउन सक्नुहुनेछ, धर्म कमाउन सक्नुहुनेछ। किनभने यो मनुष्य चोला यो पृथ्वी हामी कहिले छोडेर जान्छौँ हामीलाई नै थाहा छैन। त्यसैले हामीले जति पुण्य कमाउन सक्छौँ, जति धर्म कमाउन सक्छौँ, मरेर जाँदा यो संसार त्यागेर जाँदा पनि हामीसँगै जाने हो। धर्मानुगो गच्छति जीव एक, पुण्यानुगो गच्छति जीव एक भनेको छ। त्यसो हुँदाखेरि प्रिय भक्त महानुभावहरू, हजुरहरूले यो कथा अवश्य नै श्रवण गर्नुहोला। अब जस्तो अवस्थामा हुनुहुन्छ, जे अवस्थामा हुनुहुन्छ, हजुरहरूले हात जोडेर भगवानलाई ध्यान लगाउनुहोला। मङ्गलाचरण गर्नेछौँ, हामीले भगवानको स्तुति गर्नेछौँ र कथालाई प्रारम्भ गर्नेछौँ। आउनुहोस् सबैले एकचित्त भएर हात जोडेर भगवानमा भक्ति भाव प्रकट गरौँ। ओम श्री गणेशाय नमः। ओम श्री गुरु चरण कमलेभ्यो नमः। ओम इष्ट देवताभ्यो नमः। ओम आफ्ना आफ्ना कुल देवताभ्यो नमः। ओम सबैले आफ्ना आफ्ना पितृहरूलाई सम्झनुहोला। ओम महापितृभ्यो नमः। श्रीमच्चन्दन चर्चित ज्वलवपु शुक्लम्बर मल्लिका मालालं कृतकुण्डला प्रविलसत मुक्तावली शोभिता सर्वज्ञान निधान पुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। अमरी कवरी भार भ्रमरी मुखरी कृतम् दूरीकरोतु दूरितं गौरी चरण पंकजम्। मुखं करोति वाचालं पंगुं लंघयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। सच्चिदानन्दरूपाय विश्वतपत्यधिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नुमः। नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। भगवान श्री कृष्णलाई युधिष्ठिर महाराजले प्रश्न गर्नुहुन्छ, पौषस्य कृष्ण पक्षे तु केयम् एकादशी भवेत्, किं नाम को विदिस्तस्य को देवस्तत्र पूज्यते।
अब आज पौष कृष्णमा पर्ने सफला एकादशीको कथा भन्दछु। युधिष्ठिरले भने, हे भगवान श्री कृष्ण, पुषको कृष्ण पक्षमा कुन एकादशी हुन्छ, त्यसको कस्तो विधि हुन्छ, त्यस एकादशीमा कुन देवताको पूजा गरिन्छ, हे स्वामी जनार्दन, यस बारेमा मलाई विस्तार पूर्वक बताउनुहोस् भनेर युधिष्ठिर भगवानले श्री कृष्णलाई प्रश्न गर्नुहुन्छ। एतदक्ष्वमे स्वामिन् विस्तरेण जनार्दन कथयिष्यामि राजेन्द्र भवता स्नेह कारणत। भगवान श्री कृष्ण भन्नुहुन्छ, हे राजेन्द्र, तिम्रो स्नेहको कारणले गर्दा त्यो सब म बताउँछु। हे राजन, दक्षिणा सहितका यज्ञहरूको म त्यति प्रसन्न हुन्न जति प्रसन्नता मलाई एकादशीको व्रतले हुन्छ। त्यसकारण सकेसम्म एकादशीको व्रत गर्नुपर्छ। हे राजन, पौषको कृष्ण पक्षमा द्वादशी विद्ध एकादशी हुन्छ। त्यसको महात्म्य पनि एकचित भएर सुन। हे राजन, जो एकादशीहरू पहिले भनिएका छन् ती सबै एकादशीहरूको पनि व्रतमा यो एकादशीको व्रत गरौँ कि नगरौँ भन्ने विकल्प बुद्धि नगर्नु। हे राजन, सबै एकादशी उस्तै हुन्, तैपनि यस एकादशीको अर्कै कथा तिमीलाई म बताउँछु। सावधान भएर सुन, मनलाई चित्त लगाएर सुन, भगवानमा भाव प्रकट गरेर सुन। अब उपरान्त तिमीलाई म पौष कृष्णको एकादशीको बारेमा तिम्रो र जनताको मनुष्यको कल्याणको लागि भन्दछु। पौष कृष्ण पक्षमा जो सफला नामले पुकारिने एकादशी छ, यसको अधिदेवता नारायण हुनुहुन्छ। ती नारायणलाई परिश्रम पूर्वक विशेष प्रकारले पूजा गर्नुपर्छ। हे राजन, मनुष्यहरूले यस एकादशीको व्रत पनि पहिले केही विधिले गर्नुपर्छ। नाग सर्पहरूमा जस्तो, शेषनाग पंक्षीहरूमा जस्तो, गरुण यज्ञहरूमा जस्तो, अश्वमेघ नदीहरूमा जस्तो गंगाजी हुन्छ। हे राजन, त्यस्तै व्रतहरूमा एकादशी तिथि श्रेष्ठ छ। हे भरत श्रेष्ठ, भरत वंशमा उच्च युधिष्ठिर, ती मानिसहरू एकदम मेरा पूज्य छन्, जो मानिसहरू लागि परेर बार बार एकादशीको व्रत बस्छन्। मैले जो सफला नामको एकादशी भने, अब त्यसको पूजाको विधि सुन। त्यस एकादशीमा देश समय अनुसार फलेका राम्रा राम्रा फलहरूले मलाई पूजा गर्नु। त्यसमा विशेष गरेर चोखा नरियलका फलहरूले, त्यस्तै नि मौसम्बीहरूले, ज्यामिरेहरूले, अनारका फलहरूले, अनि सुपारीहरूले, ल्वाङहरूले तथा अरू पनि आँप आदि गरिएका नाना प्रकारका फलले देव देवेश नारायणलाई क्रम अनुसार धूप दीप नैवेद्यहरूले पूजा गर्नु। सफलायं दीपदानं विशेषण प्रकीर्ततम्, रात्रो जागरणं तत्र कर्तव्यं च प्रयत्नतः। सफला एकादशीमा विशेष गरेर दीपदानको महिमा बताइएको छ। यस एकादशीमा प्रयत्नपूर्वक भए पनि हरि भजन गर्दै रातमा जागरम रहनु पर्दछ। जबसम्म जन आँखा खुल्ला राख्छ, डोसो डोसो उग्दैन, तबसम्म हरिमा एकाग्र मनको भएर रातमा जो जागर रहन्छ त्यसको त्यो पुण्य फल सुन। हे नरेश, त्यस पुण्यको बराबरी गर्ने कुनै यज्ञ छैन, त्यसको मुकाबिला गर्ने कुनै तर्थ छैन। यस संसारमा त्यसको तुलना गरिने कुनै व्रत छैन। 5000 वर्षसम्म तपस्या गरेर जो फल मिल्छ त्यो फल त सफला एकादशीको व्रत बस्नाले नै मजासँग मिल्दछ। हे राजन, हे राजाहरूमा सिंह जसा युधिष्ठिर, जब तिमीले सफलतापूर्वक गरिएको सफला एकादशीको कथा वृत्तान्त सुन। उहिले कुनै माहिष्मत नामको राजाको अति प्रसिद्ध चम्पापुरी भनिने पुरी सहर थियो। माहिष्मतस्य राजर्षे चत्वारश भवन सुता, तेषां मध्ये तु यो ज्येष्ठ समाह पाप संयुतम। हे राज शार्दुल, ती माहिष्मता राजर्षिका 4वटा छोरा भएका थिए। ती मध्ये जो जेठो थियो त्यो अत्यन्तै पापी थियो। अर्काकी स्त्रीहरूमा सम्भोग गर्ने,
वैश्यहरूका साथ सदा रमाउने भएर त्यस पापीले बाबुको सारा सम्पत्ति नाश गरिदियो। त्यो सधैँ देवता र ब्राह्मणको निन्दा गर्ने गर्थ्यो र वैष्णव विष्णुका भक्तहरूको अनि देवता देवी देवताहरूको दिनौनै निन्दा गर्न लागि परेको त्यो सधैँ नीच काममा नै रमाउँथ्यो। तब छोरालाई त्यस्ता प्रकारको देखेर ती माइसमता राजाले अत्यन्त रिसाएर उसको नाम लुम्पक भन्ने राखिदिए। तब ती बाबुले आफ्नो राज्यबाट निकालिदिए उनका ज्येष्ठ पुत्रलाई। त्यस्तै बन्धुवर्गहरूले पनि वास्ता गरेनन्। राजाका डरले परिवारका सबैजनले पनि त्यो जेठा छोरालाई चाहिँ त्यागिदिए। लुम्पकोऽपि तदा त्याक्ष चिन्तयामास एकला मयात्रं किं प्रकर्तव्यं त्यक्त पित्रा च बन्धवै। राजकर्म तब सबैले त्यागिएको त्यो लुम्पक पनि एक्लै घोरिएर चिन्ता गर्न लाग्यो। बाबु र बन्धवहरूले पनि त्यागिएको म अब के गरौँ भन्ने चिन्तामा परेको उसले तब पापैमा आफ्नो बुद्धि लगायो। म अब बाबुको नगरलाई छाडेर वनमा जाने काम गर्छु, वन जान्छु, जङ्गलमा जान्छु भनेर उसले निर्णय लियो। अनि दिनभरि वनमै डुलफिर गर्छु र राति चाहिँ पिताको पुरमा पस्छु। तब त्यस वनदेखि राति राति पिताको पुरमा पसेर चोरी आदि सबै प्रकारको उपद्रव गर्ने गर्छु भनेर उसको मनमा त्यस्तो विचारहरू आयो। यस प्रकारको कुरो सोचेर अर्थात् बुद्धिले विचारेर भाग्यहीन त्यो लुम्पक त्यस नगरबाट निस्कियो र अनि ऊ अटम्मेको वनमा गयो। अटम्म नाम गरेको वनमा गयो। त्यस वनमा रहेर ऊ सधैँ प्राणीहरूको वध गर्ने गर्थ्यो र पुरमा पसेर ऊ सधैँ चोरी गर्नमै लागिरहन्थ्यो। वनमा उसले सारा वन जन्तुलाई आफ्ना पाप कर्मले थर्कायमन गरायो। राजकर्मचारीहरूले प्रक्रिया पनि राजा महिष्मतिको डरले छोडिदिन्थे, किनभने अत्यन्तै ठुला राजा थिए उनका पिताजी। त्यसो हुँदाखेरि उनलाई कसैले केही गर्न सक्दैनथ्यो। अरू जन्मका सच्चित पापले त्यो पापी राज्यबाट भगाइयो। वन बसेर ऊ रोजै नै मासु खाने गर्थ्यो र नित्यै नै फलहरू खाने गर्थ्यो। किन्तु त्यस दुष्टको रहने ठाउँ भने वासुदेव भगवानको मन्दिरको नजिकै थियो। त्यहाँ धेरै वर्ष पुरानो पिप्पलको रुख थियो। त्यस वनमा त्यो वृक्षको ठुलो महत्व थियो, अर्थात् परापूर्वकालदेखि नै त्यसलाई देवता मान्ने गरिन्थ्यो। त्यसै वृक्ष भएको ठाउँमा त्यो पाप बुद्धि भएको लुम्पक रहने गर्थ्यो। यस्ता प्रकारले त्यहाँ बस्दा त्यस पापीको आजभोलि गर्दा गर्दै धेरै दिन बितो। त्यसरी नै अरूको चोर डकैती गर्दै भोकै हिँड्दै दुष्ट कर्ममा मात्रै लागि परेको, निन्दित कर्म मात्रै गर्ने उसको त्यहाँ रहँदै पौष कृष्ण पक्षमा पर्ने सफला एकादशीको दिन आइपुग्यो, अर्थात् आजको दिन आइपुग्यो। दशमी दिवसे राजन् निशायं सिति पीडिता लुम्पको वस्त्रहीनो सो निचेष्टो या भवत तदा। हे राजन, अघिल्लो दशमीको रातमा त्यो नाङ्गे झार लुम्पक जाडोले थुर काप्दै बेहोस हुँदो भयो। त्यो पिप्पलको वृक्षको नजिकै रहेको त्यो जाडोले थुर काप्दै रातभर ननिदायो, ननिदाइ नै रहन सक्यो। कठाङ्ग्रिएर मरे समान भयो, बेहोस भयो। दाँतले दाँत किटकिटाउँदै उसले त्यो रात बितायो। सूर्य उदाएपछि पनि ऊ होसमा आएको थिएन। तब त्यो लुम्पक सफला एकादशीको दिनमा मरे समान भएर लडेको थियो। मध्याह्न भएपछि मात्रै त्यो लुम्पकले चेत पायो, अर्थात् त्यो चाहिँ नि त्यसको होस आयो। तब होस आइसके त्यो लुम्पक एकछिनपछि बसेको आसनबाट उठ्यो र घरिघरि गोडा लर्खराउँदै लङ्गडो झै हिँड्न थाल्यो। हिँड्दै वनको बिचमा पुग्यो र त्यहाँ भोक प्यासले आकुल भयो। तब त्यस दुष्ट लुम्पकको जीवात मार्ने तागत रहेन, पशु पंक्षीहरू मार्ने तागत उमा थिएन। एकदमै कमजोर भएको थियो, केही पनि खाएको थिएन। ज्वरोले उसलाई
सताइरहेको थियो। मजाले हिँड्न पनि सकिरहेको थिएन। तब त्यस लुम्पकले भुइँमा झरेका फुलहरूलाई टिपटाप पारियो र जब ऊ त्यहाँ पिप्पलको रुख मुनि आइपुग्यो, त्यति गर्दाखेरि तबै सूर्य अस्ताए अर्थात् घाम अस्ताएर गरे। अरे बाबा, के हुने हो भन्दै अत्यन्त दुखित भएर बिलाप गर्न थाल्यो। दिउँसो बटुल बाटुल पारेका फलहरूलाई त्यसै रुखका मुनतिर थुप्र्याइदियो। यी फलहरूले भगवान हरि प्रसन्न हुनुहोस् भन्यो र थुचुक्क त्यही बसेको त्यो लुम्पक रातभरि निदाएन। त्यो निन्द्रा नलाग्नु नै त्यसको जागरण भयो र भगवान मधुसूदनले, भगवान हरिनारायणले उसले दिक्क लागेर फेदमा थुप्र्याएको फललाई आफ्नो पूजा मान्नुभयो तथा दिनभर भोकै टट्टिनुलाई नै सफलाको व्रत ठान्नुभयो। यस्ता प्रकारले लुम्पकद्वारा अकस्मात त्यो उत्तम व्रत गरियो र त्यसै व्रतको प्रभावले उसले निष्कण्टक राज्य पायो। हे राजन, पुण्यको टुसो टुसाएको कारणले जस्ता प्रकारले उसले राज्य पायो त्यो त्यस प्रकारको वृत्तान्त सबै सुन। भोलिपल्ट सूर्य उदाउने बेलामा एउटा दिव्य घोडा त्यहाँ आइपुग्यो। घोडा दिव्य वस्तुहरूले शोभित भएको त्यो घोडा लुम्पकको समीपमै खडा भयो, समीपमै नजिकै आयो र हे राजन, त्यसै बेलामा आकाशवाणी भयो। हे राजपुत्र, सफला एकादशीको प्रभावले गर्दा वासुदेव भगवानको कृपाले अब तिमी निष्कण्टक आफ्नो राज्य प्राप्त गर। अब तिमी आफ्ना बाबुभा ठाउँमा जाऊ र शत्रुहरूले रहित भएका अकण्टक राज्य भोग गर। त्यसै गर्छु भनेर त्यस्तो भन्ने बित्तिकै त्यही त्यो लुम्पक दिव्य रूपको भयो। तबदेखि त्यसको कृष्णमा अत्यन्त वैष्णवी मति बुद्धि भयो र दिव्य आभरणहरूको शोभाले सुशोभित भएर घर गई बाबुलाई ढोगेर घरमै रहन लाग्यो। वैष्णवाय ततो दत्तम पितृराज्यमकण्टकं कृतं राज्यं तु तेनैव वर्षाणि शुभहुन्यपि। तब बाबुले त्यस वैष्णव पुत्रलाई आफ्नो अकण्टक राज्य दिए अनि उसैले धेरै वर्षसम्म त्यो राज्य गरियो। तबदेखि ऊ एकादशीको व्रतमा लागि परेर सधैँ विष्णु भक्तिमा रमाएर रहन लाग्यो। भगवान कृष्णका अनुग्रहले त्यसका सुन्दरी स्त्रीहरू र रहर लाग्दा छोराहरू भए। अनि उसले बुढो भएपछि राज्यमा पुत्रलाई बसारेर वनमा गयो र इन्द्रियहरूलाई जितेर विष्णु भक्तिमा लवालिन भयो र त्यस्ता प्रकारले आत्मालाई साधेर अर्थात् आत्मा सिद्धि प्राप्त गरेर मरेपछि त्यो विष्णु लोकमा जाँदा भयो। प्रेमले भन्नुहोला, सफला एकादशी व्रतको जय हो। कृष्णको समीपमा पुगेपछि जहाँ गएर ऊ निष्प्रिय भएर आनन्द लोकमा रहन थाल्यो। यस्ता प्रकारले जो मनुष्यहरू सफला एकादशीको व्रत गर्दछन् ती जन यस लोकमा कीर्ति कमाएर अन्तमा अवश्य नै मोक्ष प्राप्त हुन्छन्, मोक्ष प्राप्त हुने गर्दछन्। र यस मनुष्य लोकमा सफला एकादशीको व्रत गर्ने ती सबै मानिसहरू धन्य छन्, किनकि त्यसै जन्ममा नै ती मनुष्यहरूले मोक्ष प्राप्त गर्दछन् अर्थात् मुक्त हुन्छन्। हे युधिष्ठिर, यसमा कुनै संशय छैन। हे राजन, सफला एकादशीको महात्म्य सुन्नाले मात्रै पनि राजसूय यज्ञको फल प्राप्त गरेर त्यो मनुष्य स्वर्गमा बस्न पाउँछ। इति श्री भविष्योत्तर पुराणो श्री कृष्ण अर्जुन संवादे पौष कृष्ण एकादश्यम सफला नाम्यम महात्म्यम सम्पूर्णम। प्रेमले भन्नुहोला, लक्ष्मी नारायण भगवान को जय हो, आज का आनंद को जय हो, सफला एकादशी को जय हो। जय जय श्री राधे श्याम। ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्तिः 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 सुशान्तिर्भवतु।